सत्ताले सुन्नुहोस्, रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कहिले हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला। त्यसले के फरक पर्छ? त्यसले फरक पर्दैन। फरक पर्नको लागि त तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु। तपाईँले पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका पिछौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्ने थियो होला। तर ज्यान जाँदा यिनका अगाडि शिर झुकाउँदिन, शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा त्रिशुलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसँग जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा जो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। रासोपाले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँहरूले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ, त्यस कारणले सदन भएको छ। कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनुमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई चुन्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। रासोपा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छ। त्यसै कारणले मैले कतिवटा ढोका चाहिनँ। आउनुहोस्, तपाईँ सभापति बन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुटतन्त्रको अन्त्य गरौँ, यिनलाई हराउँ, एक-एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएन, कमले पत्यायो, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि राष्ट्रसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार भएर बसेपछि म। तर यो अभियान गर्न दिनु हुँदैन साथी, यो अभियान गर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ। हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ। त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन। यो सरकारको गृहमन्त्रीज्यूलाई म के भन्नु भने उनी प्रतिशोध खाने जस्तो होला। बुझे गरेर गएका उमेर पुगेका अन्तर्जातीय टोलीलाई पक्रनको निमित्त मुम्बईसम्म पुलिस पठाउन सक्ने यो सरकार यहाँ 4000 मान्छे आउँदा जनता जोगाउन सक्दैन। भिजिबिलिटी गुमाइसकेको सरकारले कुन नैतिकताका आधारमा बसेको छ मलाई थाहा छैन। सरकारको औचित्य समाप्त भइसकेको छ र संसदबाट बलियो सरकार बन्ने बाटो पनि यिनीहरूले बन्द गरे। 2टा ठुला दलहरू मिलेर लोकतन्त्र बचाउन, संविधान बचाउन होइन, एक अर्काका भ्रष्टाचारी बचाउनको लागि देखाउ बचाएर थोरै रवि लामिछानेलाई तयार छु। म पार्टीको जिम्मेवारीमा फेरि फर्किनेवाला थिइनँ। तर यिनीहरूले मैले उच्च नैतिकता देखाउँदाखेरि यिनीहरूले यो प्रतिशोधलाई अनुमोदन गर्नेछ। त्यस कारणले मैले अब बेला भएको छ, अब चाहिँ पार्टीको नेतृत्व पनि सम्हाल्छु। जुन दिन थुलिन्छु तर जबसम्म रहन्छु तबसम्म पार्टीलाई फेरि अर्को एउटा नेतृत्व दिएर त्यसैले दाजुभाइ दिदीबहिनीहरू, मेरा बाँकी कुरा म चितवनमा भन्ने छु। चितवनमा केही विशेष कुरा भन्नु छ। मैले अघि पनि भनिहालेँ, सभा आउँदो शनिबार
चितवनमा हुनेछ। यो सरकारले मलाई फेरि थुनेछ भने यसको विश्वास छैन। थुनेछ भने पनि सभा गर्नुहोला, छुनेछ भने पनि सभा गर्नुहोला, पार्टीको काममा निरन्तरता दिनुहोला। म आज पार्टीको अब बैठकमा बस्नेछु, साथीहरूलाई के गर्नुभएको छ यसो बुझ्ने कोसिस गर्छु। यो अप्ठ्यारो परिस्थितिमा आफ्नो ठाउँबाट सघाउने तपाईँ सम्पूर्णलाई म फेरि धन्यवाद दिन चाहन्छु। यो जिम्मेवारी लिने परिस्थितिमा जिम्मेवारी सम्हाल्नुभएका पार्टी पङ्क्तिका सम्पूर्ण नेता कार्यकर्ता सदस्यज्यूहरू विशेष गरी सबैजनालाई सबै तह र तबकाका साथीहरूलाई म विशेष धन्यवाद दिन चाहन्छु। विभिन्न राजनीतिक दल र दलका नेताजीहरूलाई म धेरै धन्यवाद दिन चाहन्छु। अप्ठ्यारा बेलामा पनि हाम्रा लागि तपाईँले दिनुभएको त्यो आवाज, तपाईँले बोल्नुभएको त्यो शब्दहरूले हिरासतमा बसेर कैयौँ पटक मेरो आँखाबाट आँसु खसेका छन्। म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो अप्ठ्यारो परिस्थितिमा डिपिआईको सरकारसँग नपुर्याइकन प्रतिपक्ष भएर पनि मेरा पक्षमा बोल्ने अन्य विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताजीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आम सञ्चार माध्यम, आम नागरिक समाज जसले सरकारको यो प्रतिशोधलाई बाहिर ल्याउनमा मद्दत गर्यो, म सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाँकी कुरा चितवनमा विशेष कुराहरू मैले बताउनु पर्नेछ। चितवनको सभामा आउने कोसिस गर्नुहोला। म यहीँबाट सबैलाई अनुरोध गर्दै आफ्नो युट्युबमा छु। सबको जय